याद छ, नयाँ क्लास सुरु हुनु अघि जब बुबाले बजारबाट डोरीले बाँधिएको एउटा किताबको नयाँ सेट लिएर आउनुहुन्थ्यो, त्यो डोरी खोल्न कति हतार हुन्थ्यो है। डोरी फुकाल्ने बित्तिकै आउने त्यो नयाँ मसी र कागजको बास्ना, ओहो, हामी त किताबको पानामै नाक राखेर त्यो गन्ध सुन्थ्यौं। किताब आएपछि सुरु हुन्थ्यो गाथ हाल्ने चटारो। कोही ब्राउन पेपर खोज्न हिँड्ने, कोही चाहिँ घरको पुरानो क्यालेन्डर वा गोर्खापत्रको पानाले किताब मोर्न थाल्ने। त्यो कैँचीले कुना मिलाउँदा कहिलेकाहीँ किताबै काटिन्थ्यो, तर एउटा एउटा किताबमा जतनले गाथ हालेर सकिँदा आफूले कुनै ठुलै युद्ध जितेको जस्तो महसुस हुन्थ्यो। अन्तिममा त्यो सानो लेबल टाँसेर सबैभन्दा राम्रो अक्षरमा आफ्नो नाम र विषय लेखिन्थ्यो। नयाँ गाथ हालेको किताब झोलामा हालेर स्कुल जाँदाको सानै छुट्टै हुन्थ्यो। मानौ त्यो किताब मात्र होइन, हाम्रो सपना नै नयाँ लुगामा सजिएको छ। रमाइलो त के हुन्थ्यो भने सुरुमा यति जतन गरेको किताब वर्षको अन्त्यसम्म पुग्दा गाथ कता हराउँथ्यो, कुना कता च्यातिएको हुन्थ्यो। तपाईले चाहिँ कुन पेपरको गाथ हाल्नुहुन्थ्यो, ब्राउन पेपर कि क्यालेन्डर? कमेन्टमा भन्नुस् न है।